गाइज वेलकम ब्याक टु आवर च्यानल। अनि म चाहिँ अहिले चर्चमा छु। आज चाहिँ हाम्रो क्रिसमस इभको प्रोग्राम रहेको छ अनि हामी चाहिँ अहिले अलिकति छिटो आएर हल्का यसो डेकोरेसनहरू गर्दैछौँ। अनि तल चाहिँ मसँग जो चाहिँ भाइ छ, यहाँ अस्मिता बहिनी छ अनि अरूहरू चाहिँ आउनुभएको छैन, बिस्तारै आउनुहुनेछ। हामीहरू चाहिँ यसो अलिअलि कामहरू गर्नलाई छिटो आएको। अनि तपाईँहरू हामीसँग भइराख्नु होला, हेर्दै गर्नु होला के कस्तो हुन्छ भनेर है त गाइजहरू। एकचोटि सर हेर्नु होला तपाईँहरूलाई कस्तो के लाग्छ होइन, डेकोरेसनहरू कमेन्ट गरिदिनु होला। ओके ल, हेर्दै गर्नु है त गाइज। फुलाउने कार्यक्रम गर्दैछौँ अनि यो डेकोरेसन हेर्न सक्नुहुन्छ। दामी देखेको छ, कस्तो लागिरहेको छ तपाईँलाई होइन भन्न सक्नुहुन्छ कमेन्टमा। बाहिर पनि डेकोरेसन हुँदैछ, यहाँको अनि सेक्वाको तयारी हुँदैछ त्यहाँ। हात पछाडि हुन्छ, घुँडा चट्टा टेकेको हुन्छ, मुखमा बेलुन हुन्छ। ए होइन, हात पछाडि त राख्दैन, भक्कु बेलुन यसरी तन्काएर फुलाउनु पाउँदैन, यतिको मुखमा राखेर फुलाउनु पर्यो। अन्त फुलाएकोले अनि हावाले यो बेलुन चाहिँ उतापट्टि लडाउनु पर्यो, झार्नु पर्यो है यसरी यसरी। लास्ट मैन स्टैंडिंग। ओके 1 2 3 स्टार्ट। They ask you how you are, you just have to say that you're fine when you're not really fine, but you just can't get into it because they would never understand. कैसे हो गया? हैं? बहिनी भुलिरहेछ। 1 2 3 पुग्नुहोस्। स्टार्ट भइसक्यो। भाई ये तो शुरू होते ही खत्म हो गया है। हाम्रो फाइनल कन्टेस्टेन्टहरू हुनुहुन्छ हाम्रो श्रेष्ठ अब हाम्रो फाइनल सुरु हुन आँटेको छ। अनि फाइनलको चाहिँ अलिकति टफ छ। अघि एउटा मात्र कप थियो भने अब 3वटा कपलाई चाहिँ हामीले ओपोनेन्टकोपट्टि झार्नुपर्ने हुनेछ। अनि जसले सबभन्दा सुरुमा 2वटा कप झार्नुहुन्छ उहाँ नै विजेता हुनुहुन्छ र यो क्राउन जित्नुहुनेछ। क्रिसमस क्राउन अरे। अनि हाम्रो एडम फिक्सको कप लडाउने च्याम्पियन हुनुहुन्छ। ओके ल, सबैले एकचोटि ताली बजाइदिनु हाम्रो फाइनल। ओके कस्तो लागिरहेको छ? 1 2 3 गो। Hala ni style lah baju. Woi. tinggal. Lotek. Yo. Besar. Baju. Besar. Iya. Tapi cakap mau. Oh, man. Bawa tu lewat. Woi.
रहेको थियो र हाम्रो एदुन पिक्सको कप लडाउने विजेता हुनुहुन्छ हाम्रो निरज श्रेष्ठ हस्तान्तरण गर्नेछौँ र तपाईँले ताली बजाइदिनु होला है काउन्ट सेरेमनी भएन यो ओ माई गॉड ल ओके हामी अर्को गेमतर्फ जानेछौँ एदुन पिक्स हाम्रो चलि नै रहेको छ जम्मा हामीसँग आज 2 गेम थियो 1 गेम सकिएको छ अब हामी अर्को गेमतर्फ जानेछौँ अनि अर्को गेम रहेको छ म्युजिकल चेयर ल सुरु नाच्ने नाच्ने अन्डा दिदी नाच्ने Oh, भिडियो बना ओए निरज एदुन पिक्सको म्युजिकल चेयरको विनर हुनुहुन्छ हाम्रो सुशान्त ल पिक्सको हाम्रो विजेता हुनुहुन्छ हाम्रो सुशान्त भाइ हैन म्युजिकल चेयरको विजेता हुनुहुन्छ उहाँलाई हामी ताली बजाएर के भन्नु हुन्छ अब हामी ताली बजाइदिनु ताली हुन्छ हाम्रो ल ओइ छिरा न त ए तपाईको उच्च अनि पवित्र मेरी क्रिसमस मेरी क्रिसमस ओए 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 के हुँदैछ ओए दुईजना बडा पनि ल ल ल ल भिडियो भिडियो हुँदैछ अहिले चाहिँ हामीले भर्खरै गिफ्ट एक्सचेन्ज गरिसकेको छौँ र अब हामी गिफ्टहरू अनबक्सिङ गर्दैछौँ ल 1 नम्बरमा हाम्रो अनिता दिदीको परेको ल हेर्न सक्नुहुनेछ के परेछ गिफ्ट यो चाहिँ ल दिदी ल
गिफ्ट एक्सचेन्ज पछि हामी त्यसपछि त्यहाँबाट सबैजना बिदा भयौँ अनि हामी कोही कोही चाहिँ चर्चमा बस्यौँ अनि भोलिपल्ट चाहिँ हाम्रो क्रिसमस थियो तर हामीले त्यो भिडियो गर्नु पाएनौँ अनि डाइरेक्ट हामी चाहिँ अब प्रोग्राममा जानेछौँ। सो भाइ अब हाम्रो यो खानापछि हाम्रो गीत छ हाम्रो पर्फर्मेन्स छ होइन अनि तिमीलाई कतिवटा मिस्टेक हुन्छ जस्तो लागिरहेछ तिमी कति मिस्टेक गर्छौ मिस्टेक गर्दिनँ ओके 0 मिस्टेक होइन ल यता हाम्रो ड्रमर भाइ कतिवटा मिस्टेक गर्छ होला त 2वटा गीत छ 2वटा गीतमा कतिवटा मिस्टेक जम्मा जम्मै प्रयास गर्छु नबिगार्ने बिग्रिन्छ भन्ने विश्वास छ ओ माई गड मलाई पनि जहाँसम्म लाग्छ कता न कतै टाइमिङ चाहिँ छुट्छ होला तर जे भने राम्रै हुन्छ ल कसलाई के त बिग्रेको पनि होइन कसैले सुनेको त छैन बाले भएन मिलाइहाल्नु पऱ्यो है एकवटा हो ल नछोड्ने गीत चाहिँ अब सुन्दै सुन्दै भए मानबहादुर अचेत भई स्वरमा डङ्गिल लड्यो एकदम रमाइलो हुँदैछ यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ आइफोन 17 प्रो म्याक्स यहाँ हाम्रो दिपा दिदी हुनुहुन्छ यहाँ हाम्रो भाउजू हुनुहुन्छ कस्तो भयो क्रिसमस भाउजू आजको प्रोग्राम दिदी कस्तो लाग्यो तपाईँलाई क्रिसमस प्रोग्राम आजको मलाई साह्रै रमाइलो लाग्यो है मलाई अझ त्यो ब्यान्डको चाहिँ एकदम ओ माई गॉड थ्याङ्क यू अझ अब हामी आफ्टर पार्टी नाच्नु पनि पर्छ ढुक्चुको ओके हेलो सो गाइस तपाईँहरूले हेर्ने भयो होइन अब चाहिँ हाम्रो सबै प्रोग्रामहरू सकिसक्यो हामी आफ्टर पार्टी नाच्यौँ गायौँ रमाइलो गऱ्यौँ
अनि तपाईँहरूले हेर्नु पनि भयो होला कस्तो भयो भनेर होइन अनि अवश्य पनि तपाईँलाई राम्रो लाग्यो होला सो धन्यवाद तपाईँले यहाँसम्म हेरिदिनु भएको लागि अनि हामी फेरि नयाँ भ्लगहरू अझै लिएर आउने नै छौँ सो टिल देन किप वाचिङ बाई बाई अनि नयाँहरूले सब्सक्राइब गरिदिनु होला फेरि पनि भेट्ने आशामा बाई बाई